हालेलुया, प्रेज द लर्ड। प्रभु परमेश्वरलाई धन्यवाद र विशेष गरेर यो ह्याप्पी ल्यान्डको यो यहाँ भएको पानीलाई तपाईँले हेर्न सक्नुहुन्छ। यो पानी यहाँ चाहिँ माछाहरू छ, माछा तपाईँले देख्न सक्नुहुन्छ। ठाउँ त धेरै मजाले बनाएको रहेछ गर्मीको ठाउँमा। यो भित्र बसेर पनि मजाले के भन्छ शीतल हुन सक्ने रहेछ। यसरी राम्रो ठाउँहरू बनाएको रहेछ। हालेलुया। त्यो ठाउँहरूको लागि तपाईँ घुम्ने अवसर पाउनु नै राम्रो ठाउँ हो। किनभने जुन भजन सङ्ग्रह 1:2-3 भनिएको छ, जब विश्वास गर्नेहरू पानीको मूलमा रोपिनेछ, पानीको मूलमा रोपिएर त्यो आशिषित हुनेछ। किनभने आशिषित भइकन रहनेछ, शान्ति र समृद्धिमा रहनेछ। हालेलुया। यहाँ तपाईँले पौडी पनि खेल्न सक्नुहुने रहेछ, त्यस्तो ठाउँ पनि रहेछ। अनि यहाँ तपाईँले सानो जहाज पनि हेर्न सक्नुहुन्छ। त्यो जहाज पनि राखेको रहेछ। यो जहाजको खोक्रो मात्रै हो, इन्जिनहरू त छैन। त्यो अरिजिनली नै थिएछ, तर अब बुढो भएर चाहिँ यहाँ राखेको काम नलाग्ने भएपछि चाहिँ यहाँ राखेको रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ। यो अवसर पाउनु नै परमेश्वरलाई धन्यवाद दिनु हो। किनभने परमेश्वरले हामीलाई यस्तो अवसरहरू दिनुहुन्छ। यो अवसर पाउनु नै परमेश्वरलाई धन्यवाद दिनु। यो अवसर पाएर पनि हामी घुम्न सक्दैनौँ। घुम्नु भनेदेखि यो दुनियाँमा हामीले लिएर जानुपर्ने केही पनि छैन। परमेश्वरको छोराछोरीहरू भएर परमेश्वरको महिमा आराधनाको साथमा यस्ता ठाउँहरूमा हामीले घुम्नु पनि पर्ने हुन्छ। हामीले परमेश्वरलाई महिमा आराधना दिएको चाहिँ हामी स्वतन्त्र रहनुको लागि, खुसी रहनुको लागि, सम्पन्न रहनको लागि नै हामीलाई परमेश्वरले यसरी समय दिनुभएको छ। म चाहिँ मर्कुस थेरेन, एपोस्टल मर्कुस थेरेन। एक्चुअली मेरो नाम चाहिँ एपोस्टल मणिप्रसाद राई हो, तर मेरो क्रिस्चियन नेम चाहिँ एपोस्टल मर्कुस थेरेन हो। एपोस्टल प्रेरितको काम गर्छु। प्रेरित जहाँ जान्छ त्यो ठाउँमा हल्लिन्छ। प्रेरित जहाँ जान्छ त्यो ठाउँ बदलिने छ। अनि यो ह्याप्पी ल्यान्डमा पनि मैले धेरै साल पहिला आएको थिएँ र यो सेल्फी डाँडा भन्थ्यो त्यतिखेर, अहिले बदलेर ह्याप्पी ल्यान्ड भएछ। यो पनि प्रेरितले यो ठाउँमा टेकेको कारणले गर्दाखेरि चाहिँ यो ठाउँ बदलिएको। परमेश्वरलाई धन्यवाद दिने अवसरहरू हामीले पाएका छौँ। त्यही भएर परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ, प्रशंसा गर्छौँ, आराधना गर्छौँ, परमेश्वरको महिमा गर्दछौँ। किनभने उहाँले मात्र तपाईँ र हाम्रो जीवनलाई बदल्न सक्नुहुन्छ। बदल्न सक्ने शक्ति चाहिँ उहाँमा छ। हालेलुया। धन्यवाद महान परमेश्वरलाई। अनि अर्को कुरो के छ भने यहाँ पिङ खेल्ने जग्गाहरू पनि रहेछ। मसिनो बालबच्चाहरूलाई के भन्छ, के हो यो, के भन्छ, माथि माथि कुद्ने यो ट्रेन जस्तो पनि रहेछ। यस धेरै कुरोहरू चाहिँ अहिले बनाएको रहेछ यो ठाउँमा। हालेलुया। प्रेज द लर्ड। हालेलुया। परमेश्वरलाई धन्यवाद, आराधना भएकोस्, प्रशंसा भएकोस्, महिमा इज्जत सम्मान भएकोस्। हालेलुया। हेर्न सक्नुहुन्छ, शिशिर हावामा तपाईँले आनन्द लिन सक्नुहुन्छ। शिशिर हावामा तपाईँले आनन्द लिन सक्नुहुन्छ। परमेश्वरको सृष्टि हो हावा पनि। किनभने कुनै यो के भन्छ व्यक्तिले बनाएको हावा होइन, यो चाहिँ परमेश्वरले बनाउनु भएको हावा। हरेक मानव जातिलाई, पशु पन्छीदेखि लिएर हरेक कुराहरूलाई चाहिँ हावाको आवश्यकता पर्छ। त्यही भएर चाहिँ हावा हाम्रो जीवनलाई, हाम्रो शरीरलाई अद्भुत आवश्यकता पर्ने हुन्छ। हालेलुया। धन्यवाद। पवित्र आत्मा पूर्ण भरोसा र विश्वास गरेर बिन्ती प्रार्थना गर्दछु। पवित्र आत्माको अनुग्रहद्वारा हामीले यो ठाउँमा घुम्ने अवसरहरू पाएका छौँ। धन्यवाद छ। हालेलुया। धन्यवाद दिन्छु। अनि त्यति मात्र कहाँ र तपाईँले अझै हेर्न सक्नुहुन्छ यहाँ
यहाँ पनि यसो हेर्नुभयो भनेदेखि यहाँ के भन्छ यो बोट पनि पो चल्ने रहेछ, बोट पनि पो मजाले चल्ने रहेछ। 4-5 जना बसेर आफैले चलाएर चाहिँ अब कति दिनुपर्ने हो रुपियाँ पैसा चाहिँ आफूले चलाएर चाहिँ बोट पनि पो चल्ने रहेछ। प्रेज ल आनन्दमय जीवनको लागि नै हामीले आफ्नो जीवनलाई समर्पित गर्नुपर्ने हुन्छ। हालेलुया। प्रभु परमेश्वरलाई धन्यवाद। यहाँ हेर्नुहोस् यो सजाएको छ, ट्याक्क ल हेर्नुहोस् है, यो सजाएको रहेछ, सजाएको रहेछ, मजाले सजाएको रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ तपाईँले फोटोहरू खिच्न सक्नुहुन्छ। मजाले सजाएको रहेछ, बोट बिरुवाहरू दामी लगाएको रहेछ, बोट बिरुवाहरू हेर्न सक्नुहुन्छ है। प्रेज लर्ड। परमेश्वरको सृष्टि हेर्नुहोस् त, कति शिशिर हावामा बोट बिरुवाहरू परेको छ। हालेलुया। धन्यवाद, महिमा आराधना इज्जत सम्मान भएको परमेश्वरको। हालेलुया। ओ पवित्र आत्मा, हालेलुया। धन्यवाद 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 पवित्र आत्मालाई, पवित्र आत्मालाई, पवित्र आत्मालाई धन्यवाद। तपाईँले हेर्न सक्नुहुन्छ, नेपालको झन्डा पनि तपाईँले पर हेर्न सक्नुहुन्छ। किनभने यो चाहिँ के हो, यो चाहिँ कुतुब मिनार होला, यसलाई हेर्नु कुतुब मिनार होला। यो बनाएको चाहिँ एउटा अर्को कुतुब मिनार पनि बनाएर राखेको रहेछ। लु यहाँ पनि यस्तो यस्तो संरचनाहरू बनाएर राखेका रहेछन् कि अब यसैले त मानिसहरूलाई एट्र्याक्सन गरेर चाहिँ के भन्छ, धेरै मानिसहरू चाहिँ आउँछन्, यहाँ घुम्छन् फिर्छन्। ल हेर्न सक्नुहुन्छ, कति राम्रो, उत्तम उत्तम। तपाईँले हेर्न सक्नुहुनेछ। पर पनि तपाईँले हेर्न सक्नुहुनेछ। राम्रो उत्तम कुराहरू हेर्न सक्नुहुनेछ। हालेलुया। हामीले आफ्नो समयलाई व्यतीत गर्नको लागि यस्तो संरचनाहरूको आवश्यकता पर्दछ। संरचनाहरू छन् भनेदेखि चाहिँ तपाईँ र हामीले चाहिँ आफ्नो समयलाई व्यतीत गर्नेछौँ शिशिर हावामा। कति मिठो हावा, यो हावालाई हेरेर नै यो ठाउँमा यो संरचनाहरू बनाएका रहेछन्, यहाँ खर्च गरेका रहेछन्। त्यही भएर चाहिँ यहाँ के भन्छ, धेरैजनाहरू आउने गर्छन् अनि आएर यो हावामा टहल्ने गर्छन्। ल हालेलुया। प्रेज लर्ड, प्रेज लर्ड, प्रेज लर्ड। परमेश्वरको सृष्टि परमेश्वरले बनाउनु भएको अर्चित उत्तम छ। उहाँले बनाउनु भएको कुरोहरू केही पनि खेलाची छैन। लाउन सक्नुहुन्छ तपाईँहरू। यो ठाउँमा घुम्नुहोस्, टाइम पास गर्नुहोस्। हालेलुया। प्रेज लर्ड। परमेश्वरको महिमा आराधना, यो ठाउँमा आएर परमेश्वरको आराधना महिमा गर्ने अवसरहरू पनि तपाईँले पाउनुहुन्छ। यहाँ तपाईँले सुसमाचार गर्न चाहनुहुन्छ भने त तपाईँले गर्न सक्नुहुन्छ। हालेलुया। प्रशंसा महिमा आराधना गर्न सक्नुहुन्छ। हालेलुया। धन्यवाद। हालेलुया। प्रेज लर्ड, प्रेज लर्ड। हिब्रूबारको 29 पद अनुसार परमेश्वरले भन्नुभएको छ, म चाहिँ आगो हो भनेर भन्नुभएको छ। अनि हामी विश्वासीहरू चाहिँ परमप्रभु परमेश्वरले त तपाईँ र हामीलाई आगो बनाउनु भएको छ। अनि जहाँ पनि जान्छौँ तपाईँ र हामीले आगो लिएर जान्छौँ। प्रेरित अगमवक्ता भनेको साधारण होइन, जहाँ जान्छ त्यो ठाउँ हल्लिन्छ। त्यही भएर चाहिँ प्रेरित अगमवक्ताहरूले ठाउँहरू टेक्नु पर्ने हुन्छ, मण्डलीहरू टेक्नु पर्ने हुन्छ। यदि मण्डलीमा टेकियो भने पनि त्यहाँ पवित्र आत्माको आगो खस्ने छ। जसरी एलियाले प्रार्थना गर्दा स्वर्गबाट आगो खसेर वेदीमा भएका सबै कुरोहरू भस्म गरेका थिए। हालेलुया। हाम्रो परमप्रभु परमेश्वरले विश्वासी जनहरूलाई आगो बनाउनु भएको छ। तपाईँ र हामी साधारण होइनौँ, आगो हौँ, आगो हौँ, आगो हौँ। आगो भइकन हामी शक्तिशाली हुनेछौँ। हालेलुया। धन्यवाद परमेश्वरलाई, धेरै धेरै धन्यवाद। परमेश्वरको महिमा आदर इज्जत सम्मान भएको। हालेलुया। धन्यवाद। हालेलुया। हालेलुया। बाय जय मसीह।